हेलो एभ्रिवान। आज चाहिँ म यो भिडियो चाहिँ मेरो लागि बनाउँदैछु सबैभन्दा सुरुमा त। अनि यो भिडियोको मेन पर्पज चाहिँ आफ्नो कन्फिडेन्स बढाउनको लागि अनि भिडियोग्राफीको स्किल्सलाई झन् राम्रो बनाउनलाई अनि त्यसपछि कम्युनिकेसन गरौँ, मान्छेसँग इन्टरेक्सन गरौँ भनेर चाहिँ भिडियो बनाउन लाएको हो। अनि यसको कन्टेन्ट चाहिँ मैले आज पशुपतिनाथ दर्शन गर्न गएर अनि त्यहाँनिर चाहिँ मान्छेहरूसँग इन्टरेक्सन गरेर त्यहाँको प्लेसहरूलाई एक्सप्लोर गरेर अनि यो भिडियो बनाऊँ भन्ने प्लान गरेर यो भिडियो अहिले मैले बनाइरहेको छु। र यति भन्दै अब यो भिडियो सुरु गरौँ। अब म जान्छु र के हुन्छ त्यहाँनिर एक्सप्लोर भइहाल्छ है त। ल लेट्स स्टार्ट है त, लेट्स गो। ल म चाहिँ आइपुगेँ होइन। ठ्याक्कै यही प्लेसबाट 2 इयर्स अगाडि मैले यसरी नै यही प्लेसको मैले भिडियो भ्लग बनाएको थिएँ होइन। अनि त्यो टाइममा पनि डिफ्रेन्ट प्लेसमा गएर त्यो भिडियो बनाउनलाई एकदमै रमाइलो भएको थियो। अब फेरि 2 इयर्स जस्तोपछि फेरि सेम प्लेसमा आएर म भिडियो बनाउँदैछु होइन। अनि आज चाहिँ त्यो टाइमभन्दा एकदम धेरै न्यू कुराहरू गर्ने प्लानमा छु, जसरी अब एकदम मान्छेहरूसँग इन्टरेक्सन गर्ने ट्राई गर्छु है। यत्रो धेरै मान्छे हुनुहुन्छ अनि म चाहिँ फोन बोकेरै गर्दै हिँडिरहेको छु, लै भन्दै होइन। अनि एकदमै गुड एक्सपिरियन्स हो। ल यो त ठोक्किन्छ कि क्या हो। यहाँनिर राइट साइडमा भुवनेश्वरी टेम्पल छ होइन। एकदम अमेजिङ छ यसको आर्किटेक्ट्स, एकदमै बवाल यो काठको मूर्तिहरू छ होइन। त्यहाँनिर चाहिँ के हो नाम एक्युरेट थाहा भएन, म देखाउने ट्राई गर्छु है। अमेजिङ छ यसको कलरहरू हेर्नु है त। यो चाहिँ मन्दिरको गेट हो होइन। अनि यहाँ यस्तो छ अमेजिङ आर्ट्सहरू है त। वाह हेर्नु न कस्तो अमेजिङ छ है यहाँनिर हेर्नु त। वाह यस्तो आर्ट गर्न सक्ने आर्टिस्ट कस्तो हुनुहुन्छ होला क्या, कस्तो ब्युटिफुल आर्ट हेर्नुहोस् त ल। वाह अमेजिङ छ यहाँको त, रियल मान्छे नै जस्तो गडहरू नै जस्तो देखिने कलरफुल कस्तो अमेजिङ छ हेर्नु न। वाह अमेजिङ छ। यो चाहिँ भुवनेश्वर र एउटा मन्दिर पुरै कम्प्लिटली भिजिट गरेर चाहिँ हामी जाँदैछौँ होइन। यहाँ चाहिँ गणेशको रहेछ। वाह रहेछ है, जय गणेश अमेजिङ छ। जाँदैछौँ होइन, अमेजिङ रहेछ, शिवलिङ्ग जस्तो लाग्यो। वाह है वाह छ। म चाहिँ त्यहाँ गएर निस्केँ, त्यो चाहिँ आश्रम रहेछ। अनि त्यहाँनिर यसो अलिअलि तबला पनि बजाउनु पायो, मान्छेसँग इन्टरेक्सन पनि गर्न पायो होइन। एकदम अमेजिङ भयो। अब चाहिँ म यतातिर जाँदैछु। ल लेट्स है त अब के
कस्तो राम्रो रहेछ है। मैले कतै सुनेको थिएँ, जुठो खायो भने माया बढ्छ रे, सम्बन्ध गहिरो हुन्छ रे। अनि मैले महसुस गरेँ, मैले हरेक पल फेरिरहेको सास पनि त प्रकृतिको जुठो। ब्याक साइडमा चाहिँ राम मन्दिर छ होइन, अगाडि चाहिँ हनुमान नन्दीको माथि बसेको, यस्तो अमेजिङ।